हेलो एन्ड नमस्ते सम्पूर्ण साथीहरूलाई र वेलकम ब्याक मेरो छोटो भिडियोमा। आजको भिडियो चाहिँ अपडेट थियो। अब घर बसेर कति एक्लै बसेर के गर्ने यार, यसो वकिङमा जाउँ भनेर हो। तर वकमा जाँदा नि यहाँ कोही हुँदैन, हेर्नुहोस् खाली हुन्छ। तर यो घर नजिकै राम्रो वक छ भनौँ न, एक्लै भए पनि मजाको छ। यहाँ मान्छेहरू बस्दै बस्छ, तर सुनसान जङ्गल जस्तै छ भनौँ न। लगाइस ल हेर्नु सक्नुहुनेछ, ठाउँ चाहिँ यस्तो राम्रो छ तर कोही पनि छैन, सुनसान छ एकदम। ठाउँको नाम पनि हेर्नु सक्नुहुन्छ, यहाँ स्पिडी हिल्स छ र यस्तो छ हेर्नु, सुनसान एकदम सुनसान हो। मान्छेहरू छ तर सबै घर घरमा हुन्छ, यहाँ कोही हुँदैन। अब आफूलाई अल्छी लागेपछि के गर्ने, यसरी हिँड्ने हो। हेर्नु सक्नुहुन्छ एकदम चराको साउन्डहरू मजाको आउँछ कि यहाँ। चरा जस्तो हामी सुगाहरू हेर्छौँ नेपालमा, यहाँ यति धेरै सुगाहरू पाइन्छ कि नर्मली हिँडिरहेको। हेर्नु सक्नुहुन्छ गाइस, घरहरू यस्तो दामी दामी छ यहाँ। घरहरू एन्टिक घरहरू छ, गाडीहरू छ, तर मान्छे कोही हुँदैन। यसो बोलौँ गफ गरौँ भन्ने कोही पनि हुँदैन। विदेशमा यस्तै हो, आफू पनि काम गऱ्यो भने गयो, गएन भने कोठा। हेर्नु लोकेसन हेर्नु सक्नुहुन्छ, यस्तो राम्रो छ तर मान्छे कोही पनि छैन। बाटोमा कोही पनि छैन, यहाँ कोही छैन। त्यही हो, वकिङ जाने भन्दा नि माथिसम्म हिँडेर जाने हो अनि आउने हो आनन्दले। आफ्नो माइन्ड पनि फ्रेस हुन्छ। घर बस्दा बस्दा मोबाइल कति खोज्नु, त्यही भएर यसो हिँडेको आज। र हेर्नु सक्नुहुनेछ यहाँ अब रोड सकियो। यहाँबाट अब हाइकिङ वा ट्रायल छ भनौँ न, हेर्न पाइन्छ। यहाँ चाहिँ घोडाहरू पनि हुन्छ, समय समयमा घोडाहरू ल्याएर गरिरहेको हुन्छ। यस्तो छ जङ्गलहरू। यहाँ मान्छे मेनली आफ्नो डगहरू ल्याएर हिँडाउने, आफू पनि एक्सर्साइज गर्ने, डगहरूलाई कुदाउने यो छ। अनि यहाँबाट माथि छ साइक्लिङको लागि जाँदा नि हुन्छ। यहाँ धेरै नै देख्न सकिन्छ, कहिलेकाहीँ खरायोहरू, कहिलेकाहीँ कङ्गारुहरू पनि हुन्छ यो बाटो ठाउँमा। सानो भयो भने कङ्गारुहरू चाहिँ मजाले आएको हुन्छ। हेर्नु सक्नुहुन्छ यहाँ यस्तो छ। ल हेर्नु सक्नुहुनेछ, म त घरहरू सबै छोडेर यता आइसकेको छु। अब यो हाइकिङको लागि पनि हो, वकको लागि पनि हो, साइक्लिङको लागि पनि हो। र यहाँ कोही पनि छैन, हेर्नुहोस्। मैले कोही भेटेको छुइनँ है मान्छे, म मात्रै। विदेशमा यस्तै हुन्छ, आफू मात्रै हो। हेर्नु सक्नुहुन्छ उता घोडाहरू पनि हुन्छ। आज चाहिँ रहेन रहेछ। ठाउँहरू हेर्नु सक्नुहुन्छ, यस्तो छ टक्क। तर वकिङ गर्नु मजा आउँछ एक्लै भए पनि, मान्छे भेटिन्छ माथि माथि गएपछि। र वकिङमा पनि आएको यसो हल्का कुद्नु पनि पर्छ नि। अब कोही छैन, ए घाम आइरहेछ पुरा। अब वकिङमा लागेको छु, त्यो अगाडि साइक्लिङ गरिरहेछु कोही कोही, म चाहिँ यसरी हिँडिरहेको छु। र हेर्नु सक्नुहुनेछ र सुन्नु पनि सक्नुहुनेछ चराहरूको साउन्ड। मान्छेहरू कसैको साउन्ड छैन, सिर्फ चराहरूको मजाले। यो नेपाल हामी सुन्छौँ नि बिहान हो, त्यस्तै मजै आउँछ। अब सबैको काम हुन्छ विदेशमा, अनि के गर्ने, आफ्नो काम हुँदा अरूको छुट्टी हुन्छ, अरूको काम हुँदा आफ्नो छुट्टी हुन्छ। अनि यो साथीभाइ अनि आफन्त त्यस्तो भन्दा पनि एक्लै हिँड्ने हो मजाले। विदेशमा एक्लै हिँड्नुपर्छ, अनि मजा आउँछ क्या। अनि थाहा हुन्छ, नयाँ नयाँ ठाउँ देखिन्छ, घुमिन्छ। हेर्नु सक्नुहुन्छ घाम मजाले लागिरहेछ त्यहाँ। आज चाहिँ कङ्गारू देख्छु कि भने अस्ति आउँदा चाहिँ देखेको थिएँ मैले। आज चाहिँ खै हेरौँ, देख्यो भने म भिडियोमा यसो हाल्नेछु।
र म माथि एकदम माथि हाइटमा पुगेर पनि फर्किसकेँ। साँझ पनि भइसक्यो, अब म फर्किनुपर्ने हुन्छ किनकि राति त जङ्गलमा डर हुन्छ नि त। त्यही भएर थ्याङ्क यू गाइज भिडियो हेरिदिनुकोमा।